भेज थकाली खाजा सेट हजुरहरूलाई मनपर्छ कि पर्दैन साथीहरू? हेलो एभ्रिवान, वेलकम टु माई कुकिङ ब्लग। आज चाहिँ मलाई एकदमै धेरै थकाली खाजा सेट खान मन लाग्यो अनि त्यही भएर म चाहिँ घरमै बनाउनु पर्यो भनेर ट्राई गर्दैछु। फर्स्टमा मैले बनाउँदै गरेको चाहिँ आलुदम हो। मैले चाहिँ सबैभन्दा सुरुमा तेल हालेँ, त्यस पछाडि मेथी फुराएँ अनि टमाटरको प्युरीलाई हालिदिएँ। त्यस पछाडि चाहिँ आलुलाई पनि हालेँ, उसिनेर राखेको आलुलाई। अनि त्यस पछाडि माथिबाट सबै मरमसलाहरूलाई हालेँ अनि त्यस पछाडि राम्रोसँगले मिक्स गरिसके पछाडि चाहिँ थोरै पानी हालेर पाक्नको लागि छोडिदिएँ। अनि यतिको पाकिसके पछाडि चाहिँ हाम्रो आलुदम पनि बनेर रेडी भयो। त्यस पछाडि चाहिँ मैले बोडी पकाउनतिर लागेँ। मैले चाहिँ यो बोडी र चनालाई चाहिँ अलरेडी बोइल गरिसकेको थिएँ, अलरेडी कुकरमा सिटी लगाइसकेको थिएँ। अनि त्यस पछाडि तेल तताएँ, तेलमा चाहिँ मैले ज्वानो र मेथी फुराएँ। त्यस पछाडि टमाटरको प्युरीलाई एड गरेँ अनि टमाटरको प्युरी राम्रोसँगले पाकिसके पछाडि चाहिँ माथिबाट यो माझी बोडीलाई पनि हाल्ने अनि त्यस पछाडि चाहिँ सबै मसलाहरूलाई पनि एड गरेँ। अनि त्यस पछाडि चाहिँ मैले थोरै पानी पनि राखिदिएँ अनि थोरै पानी राखिसके पछाडि यो पानी सुकिसके पछाडि चाहिँ हाम्रो माझी बोडी पनि पाकेर रेडी भयो। त्यस पछाडि चाहिँ म यता चना बनाउनतिर लाग्दैछु। चनालाई पनि मैले सेम प्रोसेस गरेँ अनि यसमा चाहिँ मैले थोरै प्याज पनि एड गरेको छु अनि प्याजलाई एड गरिसके पछाडि राम्रोसँगले फ्राई भइसके पछाडि माथिबाट चनालाई पनि एड गरिदिएँ अनि सेम प्रोसेस दोहोऱ्याएँ। आएको जस्तै मसलाहरूलाई पनि हाल्ने अनि सबै सामानहरू बनाउँदाखेरि चाहिँ टाइम एकदमै धेरै लाग्ने रहेछ अनि भिडियो पनि एकदमै धेरै लामो हुने रहेछ। त्यही भएर मैले सबै खानेकुराहरू बनाएको चाहिँ भिडियो हालिनँ। गफै गफमा मेरो भेज खाजा सेट पनि बनेर रेडी भयो। हजुरहरूलाई पनि खान मन छ भने एकचोटि ट्राई गर्नुहोस् है त। थ्याङ्क्स फर वाचिङ एभ्रिवान।